गाइस आज चाहिँ हामी कहाँ जाँदैछौँ र के गर्नेवाला छौँ भनेर चाहिँ त्यो चाहिँ तपाईँहरूले चाहिँ अगाडि नै थाहा पाइसकिसक्नु होला भिडियो हेरेर। सो हेलो एभ्रिवान, नमस्ते सबैजनालाई र स्वागत छ तपाईँहरू सबैजनालाई फेरि पनि मेरो अर्को एउटा नयाँ भिडियोमा। गाइस तपाईँलाई मेरो भिडियो राम्रो लाग्नेछ भनेर म आशा गर्छु र राम्रो लाग्यो भने चाहिँ कमेन्ट गरेरै जानुहोलास् र लाइक पनि गर्नुहोलास्। गाइस अहिले चाहिँ म यहाँ रेडी हुँदैछु अनि रेडी मतलब अब त्यहीँनिर जान हो, त्यस्तो त रेडी केही हुनु पर्ने थिएन, भए पनि साफसफाइ र सिनिकसनाक हुनु त पर्छ होइन, चाहिने गए पनि। र यता चाहिँ मैले अब हात मुख धोएँ अनि त्यसको बादमा चाहिँ ब्रस गरेर चाहिँ यता रेडी भएँ अनि क्रिम लगाउँदै थिएँ। यहाँ तपाईँहरूलाई देखाउँदै कस्तो फुस्रे टाइपको भएको छ कि मुखहरू मेरो, सायद ठन्डाले पनि हुनसक्छ, अब थाहा छैन मलाई चाहिँ। र यहाँनिर चाहिँ मैले त्यही फेरि मतलब अलिक उतो फुस्रो देखियो भनेर चाहिँ फेरि क्रिम लगाउँदै थिएँ म कि हात खुट्टामा मोइस्चराइजर लगाएर चाहिँ म नानीकै लगाउँछु, मेरो आफ्नो मुख कुनै पनि उतो छैन, म जस्तो पाएँ त्यस्तै नै लगाउँछु गाइस। र यहाँनिर चाहिँ अहिले नेल पलिस लगाउँदै थिएँ गाइस, खुट्टाको हेर्नु न नङ पनि कस्तो भइसकिसकेको छ, त्यही भएर चाहिँ धेरै दिन भइसकेको थियो नि त म लगाएकै थिइनँ कि, अनि त्यति साह्रो याद पनि लाग्दैन। तर अहिले चाहिँ अब त्यहाँ जाँदैछु भनेर पछि चाहिँ अब साफसफाइ त हुनै पर्यो, गर्नै पर्यो होइन गाइस। अनि त्यही भएर साफसफाइ गरेर यता नेल पोलिसहरू लगाएर चाहिँ म रेडी भइसकेकी थिएँ। अनि यता नानीहरूलाई पनि रेडी गरिदिनु पर्यो, आफू मात्रै भएर त भएन, फेरि अब एउटा होइन दुई दुईवटा छन् गाइस। त्यति साह्रो दिगदार त केही पनि लाग्दैन मलाई शिवांशलाई रेडी गर्नको लागि, र नानीलाई गर्नको लागि पनि मलाई केही टेन्सन लाग्दैन, खालि अब कपडा चाहिँ जग्गा जग्गामा हुनु पर्यो, साफसफाइ चाहिँ हुनु पर्यो, त्यति नै हो। र छोरा मान्छेको लागि त्यति साह्रो केही पनि हुँदैन गाइस, किनभने मतलब यो लगाइदिन्छु यस्तो गर्छु भन्ने नि त, छोरा मान्छेलाई जस्तो पाए त्यस्तै लगाइदिए पनि हुन्छ। अनि त्यही भएर चाहिँ म खालि सफाइ त हुनु पर्यो होइन, केटा मान्छेको लागि त्यति टेन्सन हुँदैन, केटी मान्छेको लागि जस्तो चाहिँ। र यता मैले चाहिँ नानीहरूलाई रेडी पारिदिएर अनि हस्बेन्ड सुतिराख्नु भएको थियो, अनि यता फेरि हस्बेन्डलाई उठाएँ, छिटो उठ्नु जान छ भनेर, उसको फेरि ड्युटी पनि थियो नि त, त्यसैले गर्दाखेरि चाहिँ हामीलाई पुऱ्याइदिन चाहिँ अब जानुभयो। अनि यता फेरि दिदीहरू पनि आउनुभयो सँगसँगै, दिदीहरूले चाहिँ देख्नु भएको थिएन नि त, रास्ता बाटो देख्नु भएको थिएन कि यहाँको, अनि त्यही भएर चाहिँ हामी सँगसँगै लाग्यौँ र पुगिसकेर चाहिँ गाइस यता सबैजनासित भेट भयो, सबैजना माथि कोही माथि हुनुहुन्थ्यो फेरि आउनुभयो तलै, अनि यता हामी सबैजना गफसप माऱ्यौँ, एकछिन बातचात माऱ्यौँ, अनि यता जिस्किँदै थियौँ र सबैजना मिल्दाखेरि नि कति राम्रो लाग्छ कि होइन, हाँसी खुसी मतलब अलगै राम्रो लाग्छ कि गाइस। मलाई चाहिँ किन धेरैजना सबैजना हुँदाखेरि राम्रो लाग्छ बातसात मार्न होइन, रमाइलो हुन्छ कि एउटा अलगै टाइपको रमाइलो हुन्छ, त्यसैले गर्दा पनि होला सायद मलाई चाहिँ धेरै मान्छेहरूसँग छेउ मतलब त्यस्तामा बस्न चाहिँ मनपर्छ, एक्लै बस्न मन पर्दैन कि गाइस, त्यस्तै खालको आदत एउटा त्यस्तै होला नि, सायद हामी पनि अब दिदीबहिनीहरू धेरैजना भएर होला होइन, सबैजनासँगै भएर होला, सायद त्यस्तैमै मनपर्छ मलाई चाहिँ गाइस। र यता चाहिँ हामी अब चटपट खाने भनेर आएका, त चटपट त बनाउनै पर्यो, अनि मैले चाहिँ केही पनि बनाइनँ, सबै दिदीहरूले नै गर्नुभयो, रेडीसेडी पार्नुभयो दिदीहरूले नै, अनि एकदम टेस्टी भएको थियो गाइस, एकदमै टेस्टी भएको थियो। अहिले पनि यहाँ भन्दा भन्दै मेरो मुखबाट पानी आइसकिसक्यो, यति चाहिँ टेस्टी भएको थियो। मलाई फेरि चटपट धेरै राम्रो लाग्छ खानको लागि, र एक्लै भन्दा खाना चाहिँ नि यो चटपट भन्ने वस्तु चाहिँ सबैजनासित बसेर खान राम्रो लाग्छ। यता चाहिँ हाम्रो चटपट पनि बनिसकेको थियो र म चाहिँ अलिकति भिडियो बनाउनु भनेर उसले शिवांशले चाहिँ फोन हेरिरहेको थियो नि त, त्यही फोन बोकेर चाहिँ म यता भिडियो बनाउन आएँ भन्दाखेरि चाहिँ ऊ पुरा रिसाइरहेको थियो कि, उसको बल्ल बल्ल अब नेट त्यहाँनिर त्यो जग्गामा रहन्छ कि पुरा नेट पुरै छैन नेटवर्क चाहिँ, त्यही भएर चाहिँ अनि यसलाई बल्ल बल्ल आएको थियो र भिडियो एउटा दुइटा आउँदै थियो, हेर्दै थियो, र मैले चाहिँ अब भिडियो बनाउनु पर्यो भनेर चाहिँ लिएर आइरहेको थिएँ र नभन्नु एकदम रोइरहेको थियो कि, अनि फेरि तीमाथि गएछ त्यो भिडियो पनि गएछ, नेटवर्कै आएन फेरि, अनि त्यस्तो भयो कि बिचरा, अनि रोइरहेको थियो, मलाई यहाँनिर फोन चाहियो भन्दै चाहिँ गाइस। र यता चाहिँ हामीले चाहिँ
मिठो मिठो मतलब पिरो पिरो चटपटे पनि खायौँ गाइस। धेरै मिठो भएको थियो, एकदम टेस्टी भएको थियो। र हेर्नु न सबैजना खाँदा फेरि कति टेस्टी लाग्छ, अलग्गै मजा आउँछ। अनि यता फेरि खाँदा खाँदै शिवांश पनि सुतिगयो। अनि हामी जाँदा ओर्दा चाहिँ पुरै शाम परिसकेको थियो, घरमा गएर खाना पनि बनाउनु थियो गाइस। अनि मैले चाहिँ यता हस्बेन्डलाई पनि फोन गरेर बोलाएँ र हस्बेन्डले चाहिँ अब ड्युटीमा हुनुहुन्थ्यो नि त वहाँनिर, अनि त्यही भएर चाहिँ एकछिन टाइम लाग्छ है भन्नुभयो र एकछिन टाइम लाग्यो उनीहरू आउँदा ओर्दा। र शाम पुरै रात परिसकेको थियो, अब घरमा गएर चाहिँ पुरै खाना बनाउनै थियो अझै पनि। अनि त्यही टेन्सन लागिरहेको थियो, त्यही पनि केही छैन, नानीहरू सुतिसकेका थिए, त्यति साह्रो त केही थिएन। अनि घरमा आएर चाहिँ गाइस मैले यता चाहिँ बनाएँ आलु पराठा। अनि आलु पराठा अब अस्ति राति भएपछि अब त्यति साह्रो केही खान मन लाग्दैन नि त है। अनि त्यही भएर पनि हस्बेन्डले चाहिँ पराठा बनाउनु नि भन्नु भएर मैले चाहिँ त्यही बनाएँ गाइस। र यहाँ तलको दिदीबाट सिकेको थिएँ कि यसरी बेलेर यसरी बनाउन चाहिँ। आलु पराठा चाहिँ म चाहिँ कसरी बनाउँथेन त, डल्लालाई यसरी मतलब गोलो पारेर अम्लीले त्यसरी नै तिनीहरू उतो बनाएर गर्थेँ कि। तर म बेलेर चाहिँ यस्तो पार्छन् जस्तो लाग्ने थिएन, त्यस्तो थाहा नै थिएन कि गाइस। र दिदीले चाहिँ दिदीबाट मैले सिकेको यो चिज चाहिँ। अनि त्यसरी चाहिँ सजिलो पनि हुँदो रहेछ गाइस। सो आजको लागि यति नै गाइस, बाई बाई।